क्लब्स कन्ट्र्याक्ट स्टेडियम भन्दा पहिले एउटा प्रोफेसनल प्लेयरको जीवनमा ग्रासरुटले धेरै इम्पोर्टेन्ट रोल खेल्ने गर्दछ। काठमाडौँको लैनचौरमा हरेक शनिबार बिहान फुटबल सुरु हुन्छ। No floodlights, no crowd noise, no shortcuts. Just passion and pure love for the game. So Sagarmatha Football Academy was not built for headlines. It was built for foundations. मङ्सिर 2081 मा स्टार्ट भएको यो जर्नी, those who started it are not outsiders. They are people who have lived this game for decades. People who understand कि नेपाली फुटबलको फ्युचर ट्रेनिङ ग्राउन्डबाट बन्छ। यहाँ फोकस ट्रफी होइन, यहाँ फोकस हो बेसिक्स, टेक्निक, डिसिप्लिन एन्ड क्यारेक्टर। Because without strong roots, no system survives. In Nepal, talent कहिले पनि कमी भएको छैन, but guidance, structure and vision is what we need. र ग्रासरुट भने एकदमै इम्पोर्टेन्ट छ, किनकि हरेक खेलाडीले सपना स्टेडियमबाट होइन यहाँबाट देख्ने गर्छ। त्यो स्टेडियममा पुग्नलाई, त्यो क्राउडको अगाडि खेल्नलाई। Okay, welcome to Nepal Football Stories. Thank you so much. अहिले म सगरमाथा फुटबल एकाडेमीमा ट्रेनिङ पनि गराउँछु र ओभरअल एकाडेमिक कुराहरू सबै हेरि पनि राख्छु। सो दाइ यहाँ लाग्नु भएको छ कति इयर्स भयो? हाम्रो इस्टाब्लिस डेटदेखि नै म यहाँ आबद्ध पनि छु। अब 1.5 इयर पनि भयो हाम्रो सक्सेसफुली एकाडेमी रन पनि भइरहेको छ। हाम्रो जस्ट टाइम चाहिँ 1.5 इयर भयो भन्नु। सो दाइ चाहिँ फर्मर जौला खेल प्लेयर पनि है युथ क्लबको? हजुर, म लास्ट सिजन मैले जौला खेलबाट ए डिभिजन खेलेँ। अहिले चाहिँ अब रिसेन्ट अब मेरो सर्जरीले गर्दा चाहिँ म अहिले रेस्टमा फिजियो गर्दैछु भनौँ। सो दाइ एउटा सबैलाई सोधिरहेको क्वेसन होइन, अहिले नेपालमा ए डिभिजन लिग भइरहेको छैन, त्यो ए डिभिजन नहुँदा चाहिँ प्लेयरहरूलाई कतिको प्रब्लम भइरहेछ? अब तपाईँको कन्टिन्यू लिगहरू नहुनेपछि अब हामी जस्तो खेलाडीहरूले गर्ने त के, अब तपाईँको अप्सनै छैन कि मफसल खेलेर गोल्ड कपहरू खेलेर आफ्नो अब लाइफ चलाउनु पऱ्यो न त, अथवा अब हामीसँग अप्सन भनेको विदेशी हो। अब मोस्ट अफ द प्लेयरहरू विदेशी पनि भयो। अब कोही यहाँ खेलेरै टिकिरहनु भएको छ, हामी जसरी सर्भाइभ गरिरहनु भएको छ एकाडेमिक कुराहरूमा लागेर। अहिले हाम्रो अब फुटबल प्लेयरको अब विदाउट लिग चाहिँ त्यसरी नै चलिरहेको छ भनौँ न। दाइ एउटा फाइनल क्वेसन, ग्रासरुट चाहिँ कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ दाइ? अहिलेको मोडर्न फुटबलमा चाहिँ ग्रासरुट चाहिँ एकदमै इम्पोर्टेन्ट छ, किनभने तपाईँको जुन कुराहरू बेसिक कुराहरू हामीले हाम्रो एजमा पनि सिक्न पाएनौँ कि त्यो कुराहरू चाहिँ हामीले जुन एजमा टाइममा सिक्न पाएको भए अहिले बेटर हुने रहेछ कि। तपाईँको मोडर्न फुटबलमा चाहिँ त्यो एकदम हेल्पफुल पनि हुने रहेछ। त्यही भएर जुन कुराहरू हामीले मिस गऱ्यौँ, जुन कुरा हामीले सिक्न पाएनौँ नि, त्यो कुराहरू चाहिँ अहिलेको जेनेरेसनलाई चाहिँ सिकाउँ। एउटा मोडर्न फुटबलमा उनीहरू भोलिको टाइममा एडजस्ट होस्, बेसिक कुराहरूमा पनि उनीहरू फेल नखाओस्, राम्रोसँग सिकोस् अनि राम्रो फुटबल खेलोस् भन्ने चाहिँ हाम्रो टार्गेट हो भनौँ।
हरेक शनिबार यहाँ 90देखि 100जना बच्चाहरू ट्रेन गर्ने गर्दछन् र हामीले यो ट्रेनिङ सेसन कभर गरिरहँदा यस सगरमाथा फुटबल एकाडेमीका म्यानेजमेन्ट टिम र कोचेसहरू एकदम मेहनत गरेर नेपाली फुटबलको उज्जवल भविष्यको लागि केही गर्न खोजिरहेको हामीले महसुस गर्यौँ। मेरो बाबु चाहिँ यहाँ विन्टर क्याम्पदेखि स्टार्ट गरेको तर अहिले ट्रेनिङ बाबुको राम्रै भइरहेछ। हजुर हजुर। सो तपाईँलाई चाहिँ नानीहरूलाई चाहिँ अहिले यस्तो कुरामा इन्भल्भ गर्नु कति इम्पोर्टेन्ट लाग्छ? म त फुटबलको भनौँ न मलाई एकदम फुटबल मनपर्ने भएर हजुर मलाई चाहिँ एकदमै इम्पोर्टेन्ट लाग्छ किनभने बाबुहरूको फिटनेसदेखि लिएर हेल्थहरूको लागि एकदम राम्रो भएको कारणले गर्दा चाहिँ मैले बाबुलाई यो विन्टर क्याम्पदेखि स्टार्ट गरेको हो। तर फुटबल पनि बच्चाहरूको लागि एकदमै राम्रो छ। यहाँ मिस्टेक गर्न पायो। यहाँ लर्निङ स्लो होला तर एकदम अनेस्ट छ। यहाँ फुटबल एकदम केयरसँग सिकाइने गर्छ र सगरमाथा फुटबल एकाडेमीको यो भिजन यहाँ लैनचौरमा मात्र नभएर लोलाङमा पनि यसरी नै एक्जिक्युट भइरहेको छ विथ सेम नेम, सेम पर्पोज एन्ड सेम बिलिफ। When you invest in children, तपाईँले खेलाडी मात्र होइन, तपाईँले एउटा कल्चर, तपाईँले एउटा कन्फिडेन्स साथसाथै नेपाली फुटबलको फ्युचर पनि बनाइराख्नु भएको छ। यो एउटा ट्रेनिङ सेसन मात्र नभएर यो एउटा मुभमेन्ट हो। A reminder that if Nepali football is to rise, it must rise from the ground up. Sagarmatha Football Academy, where the future is trained. सर्वप्रथम त
यहाँले जुन कुरा राख्नुभयो त्यसको लागि धन्यवाद हो। यो सगरमाथा जुन एकाडेमी छ त्यो सगरमाथा एकाडेमीले यो फुटबल प्रेमी बालबालिकाहरूलाई चाहिँ एकदम सहज रूपमा चाहिँ यो खेल्नको लागि त्यो लागि चाहिँ एकदम राम्रो भएको छ। यो निम्न वर्गका बालबालिकालाईदेखि लिएर चाहिँ यो सबैलाई चाहिँ यो मिलिहाल्को छ। जुन इच्छा भएको त्यसमा चाहिँ यस सगरमाथा फुटसलले चाहिँ बालबालिकाहरूको लागि स्वास्थ्य र एउटा खानपिनदेखि लिएर यो मोबाइल हेर्ने बानीलाई पनि यसले चाहिँ यो सगरमाथा एकाडेमीले चाहिँ बालबालिकाको लागि यो एकदम राम्रो काम गरेको छ। यो सगरमाथा एकाडेमी चाहिँ यो खास वास्तवमै भन्ने हो भने बालबालिकाहरूको लागि चाहिँ एउटा चाहिँ यस्तो एउटा चाहिँ भएको छ कि एउटा बालबालिकाको लागि चाहिँ एकदम अमृतै जस्तो भएको छ। र त्यसमा चाहिँ हामी यस लैनचौरको बासिन्दा अथवा हामी यो संस्थाबाट पनि यो सगरमाथा फुटसललाई चाहिँ सुरुदेखि पनि हामीले चाहिँ समर्थन गरेका थियौँ। अहिले झनै हामीले चाहिँ यसलाई चाहिँ अझ राम्रो स्तरमा लानुपर्छ भन्ने चाहिँ हाम्रो स्थानीयदेखि लिएर चाहिँ हाम्रो क्लब वडा स्तरीयबाट नै यसलाई चाहिँ सपोर्टहरू दिएको अवस्था छ। सगरमाथा फुटसलले चाहिँ विशेष रूपमा चाहिँ सहयोग गरी चाहिँ यो खेलकुदतिर चाहिँ सबैलाई चाहिँ आह्वान गरेर चाहिँ यही स्वास्थ्य शिक्षा र त्यसमा चाहिँ जानुपर्छ र खेलकुद एकदम अनिवार्य हुनुपर्छ भनेर चाहिँ सन्देश पठाएको अवस्था छ सगरमाथा क्लबबाट चाहिँ।